मेकअप गर्दा गर्दै वर्षौं बितिसक्यो तर पनि ब्युटी ब्लेन्डर कसरी युज गर्ने टेन्सन नलिनुहोस् म भन्छु। भिडियोलाई पहिला सेभ गर्नु। ड्राई ब्युटी ब्लेन्डरलाई कहिले युज नगर्नुहोस्। सबैभन्दा पहिले त पानीमा डिप गर्नुहोस्। ब्युटी ब्लेन्डरको साइज पनि पर्छ, यसलाई मजाले निचोर्नुपर्छ। त्यसपछि कुनै टिस्युमा राखेर एक्स्ट्रा पानीलाई निचोर्नुहोस्। ब्युटी ब्लेन्डरले डाइरेक्टली फाउन्डेसन लिएर ब्लेन्ड नगर्नुहोस्। यस्तो गर्नाले ब्युटी ब्लेन्डरले धेरै नै प्रोडक्टहरू सोच्छ र तपाईँको प्रोडक्ट वेस्ट हुन्छ। सही टेक्निक हो, प्रोडक्टलाई हातको पछाडि लिनुहोस् र बिस्तारै वार्म अप गर्नुहोस् र डट डट गरेर लाउनुहोस्। यस्तो फ्ल्याट ब्रसले राम्रोसँग ब्लेन्ड गर्नुहोस्। ब्युटी ब्लेन्डरले कहिले पनि ड्र्याग गरेर प्रोडक्ट नलगाउनु, फेरि त्यही प्रब्लम आउँछ, प्रोडक्ट जति सबै ब्युटी ब्लेन्डरमै लाग्छ। ध्यान दिनुहोस्, जहिले पनि ड्याब ड्याब गरेर